यो रिपिटर चाहिँ तपाईको 1200 MBps मा 4 वटा एन्टेना भएको अनि यसमा चाहिँ के आउँछ म सामान पहिला देखाउँछु। मैले एउटा चाहिँ यहाँ प्लगमा जोडिसकेको छु। यो तपाई देख्न सक्नुहुन्छ। एउटा चाहिँ यो मेन राउटर यो रिपिटर भइहाल्यो। यसमा चाहिँ यो एउटा रिसेट गर्न पिन दिइरा हुन्छ र यो म्यानुअल हुन्छ। तर यो म्यानुअल चाहिँ मेरो भिडियो हेरिसकेपछि यो म्यानुअल हजुरहरुलाई चाहिदैन, यो साइड राखिदिउँ, केही परेन। अनि अब तपाईको यो मैले यसमा चाहिँ जोडिसकेको छ। अब यो कसरी कनेक्ट गर्ने ढिलो नगरिकन म तपाईलाई कसरी कनेक्ट गर्ने देखाउँछु है। यहाँ मेरो मोबाइलको स्क्रिनमा हेर्नु होला। मोबाइलको स्क्रिनमा अब तपाईले यहाँ यसको लागि वाइफाईमा जाने, मोर सेटिङमा। अब हाम्रो चाहिँ सबैको यहाँ चाहिँ हाम्रो सेक्युरिटी लक दिइरा हुन्छ। यो चाहिँ अब फ्री वाइफाई यहाँ टपमै आइराछ। यो टपमा यसरी कनेक्ट गर्ने अटो यसको सेटिङ चाहिँ ओपन हुन्छ है। यो सेटिङ अटो ओपन हुन्छ। तपाईको 2-4 सेकेन्ड टाइम लिन्छ। यो यसरी ओपन भइसकेपछि यहाँ चाहिँ हाम्रो जुन अवेलेबल नेटवर्क छ यहाँ देखाउँछ। अब तपाईले कुन नेटवर्कलाई तान्ने हो त, अब यो रिपिटरमा कुन नेटवर्क सेटिङ गर्ने हो तपाई पासवर्ड थाहा हुनु पर्यो। जस्तै मैले यो टपमा मेरो चाहिँ मेन राउटर यो टपको टेकराज 5G हो, यो कनेक्ट गर्छौं। यसमा चाहिँ हामीले अब त्यसको पासवर्ड राख्नु पर्यो। त्यो मेन वाइफाईको जुन हजुरले रिपिट गर्ने हो त्यसको चाहिँ पासवर्ड यहाँ राखिदियो भने अब यहाँ देखाउँछ। यो तपाईले अब चाहिँ यहाँ सेटिङ के गर्ने भने तपाईको यो रिपिटरको नाम चाहिँ के राख्ने है। अब यो 2.4G र 2.5G छ। मैले यहाँ योलाई 2.4G लाई यहाँ नाम चेन्ज गरिदिन्छु है। GDGET ग्याजेट USCR युजर 2.4G र अनि यता 5G लाई पनि हामी युजर 5G यो हामीले अब यसरी नाम चेन्ज गर्न मिल्यो। अब त्यसपछि यहाँ हामीले पासवर्ड चेन्ज गर्नु पर्यो। अब त्यसमा चाहिँ सुरुमा अब यो हामीले चेन्ज गरेन भने बाइ डिफल्ट अब जुन मेन राउटरको पासवर्ड छ त्यही बस्छ र नेम पनि त्यही बस्छ। हामीले चाहिँ यहाँ चेन्ज गर्दिम। तपाईलाई चेन्ज गर्न नि सजिलो। मैले 8 देखि 1 सम्म राखे है। अघि मेरो मेन राउटरको पासवर्ड चाहिँ 1 देखि 8 थियो, अहिले चाहिँ 8 देखि 1 सम्म राखिदिए। यहाँ देख्न सक्नुहुन्छ। नेम पनि चेन्ज गरे, योलाई नेक्स्ट गर्दिने। अब यहाँ सबै देखाउँछ है। हाम्रो होस्ट राउटरको नेम यो भयो। अनि एक्सटेन्डर नेम 2.4G मा चाहिँ ग्याजेट युजर 2.4G र एक्सटेन्डर नेम 5G मा चाहिँ ग्याजेट युजर 5G भनेर यसरी आउँछ। अनि पासवर्ड पनि दिन्छ है। यहाँ तल देखाउँछ। योलाई चाहिँ स्टार्ट गर्दिने। यो तपाईको 20 सेकेन्ड टाइम लिन्छ कनेक्ट हुन। अब यो कनेक्ट भइसक्यो। अब वाइफाई कनेक्ट भइसक्यो। यो हामी ब्याक जाने, यो सेटिङबाट ब्याक जाने। अब वाइफाईमा जाने। वाइफाईमा गइसकेपछि यहाँ तपाईं देख्न सक्नुहुन्छ ग्याजेट युजर 2.4G आइसक्यो। 5G आउनु अलि टाइम लाउँछ है। यो 2.4G आइसक्यो। अब हामीले यसलाई कनेक्ट गर्ने है। यो कनेक्ट गर्दा अब त्यो पासवर्ड हामीले के राखेको थियो 8 देखि 1 सम्म है। यो मजाले यहाँ राख्ने, कनेक्ट गर्ने। अब हामीले यो 5G लाई पनि कनेक्ट गर्ने। 5G को पनि पासवर्ड सेम हुन्छ। कनेक्ट भइसक्यो। अब मजाले यहाँ गएर तपाईले युट्युबमा जाने, यो ग्याजेट युजरको यसरी खोल्ने। सब्स्क्राइब गर्नु भएको छैन भने यहाँ सब्स्क्राइब गरिदिनु होला ग्याजेट युजरको यो युट्युब च्यानललाई। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा तपाईलाई एकदमै धन्यवाद। हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने च्यानल सब्स्क्राइब गरिदिनु होला। साइडमा रहेको बेल आइकनलाई थिचेर हाम्रो यस्तै खाली भिडियोहरुको नोटिफिकेसन पाउनुहुनेछ। थ्यांक यू फर वाचिङ।